नमस्ते। आज फेरि स्वागत गर्दैछु तपाईहरुको आरसीपीके ज्वेलर्सको अर्को भिडियोमा। आजको भिडियोमा हामी कुरा गर्नेछ टियाराको बारेमा। टियारा बेसिकली एउटा सपना हो। एउटा सपना जहाँ सबैले लगाउन सकोस् सुन। लगाउनु त मन पर्छ सुन, तर लगाउन सकिरहेको हुँदैन। सुनको दामै यति बेसी महँगो हुँदै जाँदैछ कि सबैले अफोर्ड गर्न सक्दैन। टियारा गोल्ड फर एभ्री स्टोरी हो। सो यो सपनामा हिँडेको छ। यो सपनामा तपाईहरुको सपना पूरा गर्नु लागि हामीले एउटा सपना देख्यो। त्यो सपनामा टियारालाई देख्यो। सो त्यसरी नै हामीले तपाईलाई यादै छ होला या जोलाई याद छैन म भनिदिनु चाहन्छु। थर्ड फ्लोरमा जुन चाहिँ टियारा थियो त्यो टियारा हामीले सेकेन्ड फ्लोरमा शिफ्ट गरेको छ, जुन चाहिँको कन्स्ट्रक्सनको काम स्पिडमा चलिरहेको छ। जहाँ आउनुस् तपाईले बेस्ट सर्भिसेस पाउनुहुन्छ, बेस्ट डिजाइन्स पाउनुहुन्छ। बिजनेस मात्रै हैन, तपाईले माया पाउनुहुन्छ। बेसिकली हाम्रो टियारामा लो बजेट प्रोडक्ट्स हुनेछ जो सबैले किन्नु सकोस्। तपाईहरु 500 रुपैयाँ लिएर आएर तपाईले केही न केही सामान पाउन सक्नुहुनेछ सिल्भरको। टियारा हरेक सिक्किमे जनताको स्टोर हो। तपाईहरुलाई आज देखाउने वाला छु हामीले के प्रोडक्टमा फोकस गरेको छ। लो प्राइस रेन्जको ज्वेलरी हामीले कसरी लिएर आउँ कि सबैले लगाउन सकोस्। म्याक्सिमम प्रोडक्टमा चाहिँ ट्रेडिसनल ज्वेलरीमा गरेको छ। भुटिया ट्रेडिसनल ज्वेलरी र नेपाली ट्रेडिसनल ज्वेलरी। हामीले इलेक्ट्रोफोमिङमा ट्रेडिसनल ज्वेलरी पनि लन्च गर्दैछ। तपाईले हेर्न सक्नुहुन्छ यो आलङ छ। आजको दिनमा बनाउनु जाँदा तपाईले हेर्न सक्नुहुन्छ एकदम 24 क्यारेट गोल्डको फिनिशमा बनेको छ। कहीँबाट पनि केही कमी छैन। हेर्नुस्, हामीले डिजाइन बनाउनुमा मात्रै हैन, इन्ट्रिकेटली फिनिशिङ पर्फेक्ट आओस् हेर्न सक्नुहुन्छ तपाईले। म तपाईलाई यति यकिनसित भन्नु सक्छु, तपाईहरुले त के कुनै पनि ज्वेलरले पनि छुटाउन सक्दैन कि यो गोल्डको सलिड गोल्डको हैन भनेर। त्यसको लागि हाम्रो सल्युसन छ। हामीले हरेक प्रोडक्टमा डिटेल्स मेन्सन गरेको छ इलेक्ट्रोफोमिङ ज्वेलरीको बारेमा। तर आँखाले हेरेर इभन मसिनले पनि यसलाई छुटाउन सक्दैन कि गोल्ड हैन भनेर। कि जुन चाहिँ गोल्ड तपाईको इलेक्ट्रोफोम भएको छ त्यो बेस्ट क्वालिटीमा भएको छ, जो लास्टिङ गर्नेछ। तपाईले वर्षौं वर्ष लगाउन सक्नुहुनेछ। रिसेल भ्याल्यु फरएभर हुनेछ। तपाईले जहिले पनि लाइफमा रिटर्न गर्दा रिसेल भ्याल्यु हुनेछ। यसरी नै तपाईले अलिकति आउँदा फ्यान्सीमा पनि हामीले तपाईले रुजाइदिएको रिसेन्टमा यो चेन थियो। यो चेन धेरैले रुजाइदिनु भयो। गान्तोक सिलिगुडी मात्रै हैन, हामीले यो मुम्बई, दिल्ली अलग अलग ठाउँमा हामीले शिफ्ट गरेको। अन्त उहाँहरुको सबैको रिभ्यु बेस्ट आयो। कति जनाले रेगुलर लगाइरहेको छ, राम्रो छ। यो हेर्नुस् तपाईहरु, द मोस्ट मेरो सबसे फेभरेट, मैले जति अहिले हामीले डिजाइन्स प्रिपेयर गर्यो यो मेरो सबसे फेभरेट हो। भुटिया नेकलेस अलिकति मै लगाएर देखाइदिन्छु तपाईलाई। हेर्नुस्, फाइन फिनिश, एकदम नजिकबाट हेर्नुस्, कहीँबाट पनि केही कमी छैन। ह्यान्ड क्राफ्टेड हो 100%। एन्ड बनाउने कारिगरले गोल्डको मात्रै काम गर्छ। त्यसलाई सिल्भरको काम गर भनेर डाइभर्ट गर्नुमा नै हामीलाई निकै टाइम लाग्यो। एउटा खौ बनिनुमा तपाईको 15 to 20 डेज त कारिगरले लिन्छ। त्यसको बाद इलेक्ट्रोफोमिङले नेक्स्ट 4-5 डेज लिन्छ। त्यसको बाद स्टोन फिटिङले नेक्स्ट 3-4 डेज लिन्छ। त्यसको बाद क्वालिटी चेक, हाम्रो मार्किङ प्रोसेस, हाम्रो क्यूसी प्रोसेस, हाम्रो सर्टिफिकेसन यताउति गएर यो खौ स्टोरमा आउनुमा 30 to 35 डेज टाइम लिन्छ। यसमा जुन चाहिँ स्टोन्सहरु पनि युज गरेको छ हामीले सेमी प्रिसियस क्वालिटीको गरेको छ, जुन चाहिँ सलिड गोल्डको खौमा गरेको हुन्छ। 6-7 वर्ष अगाडि मैले नै बनाएको थियो, 7 तोलाको बनाएको थियो। अब आजको दिनमा 7 तोलाको बनाउनु जाँदा 9 10 लाख रुपैयाँ परिहाल्छ इजिली। त्यति बेला मैले बेच्दाखेरि आई थिंक 3 to 4 लाख को भित्र 7 तोलाको खौ हामीले प्रिपेयर गरेर दिएको थियो, यो सेम डिजाइनको। सो अहिले त्यही भएको छ, गोल्ड एकदम बेसी भएको छ। लगाउनु त सबलाई मन पर्छ नि, सबैको सपना पूरा गर्नु सकोस् हामीले। यही छ टियाराको सोच, यही छ टियाराको सपना। हामीले कहीँनिर केही क्वालिटीमा कम्प्रोमाइज गर्दैन। भन्दा बेस्ट प्रोडक्ट दिन्छ जो तपाईले लगाउँदाखेरि तपाईहरु पनि स्याटिस्फाइड हुन्छ। दिस इज कल्ड साइकोलोजिकल गोल्ड। आज 6 तोला 7 तोला किन्नु सक्दैन, तर एटलिस्ट 2 ग्रामको खौ लिएर पनि एटलिस्ट सेल्फ कन्फिडेन्स त आएको छ। यस, आई एम वेयरिङ गोल्ड, अस्योर्ड गोल्ड। नेपाली ट्रेडिसनल ज्वेलरीमा आउँदा लाइट वेटमा नौगेडीहरु, जुन चाहिँ यो आजभन्दा पहिला आधी तोला 1 तोला भन्दा कम्तीमा कुरा हुँदैन थियो। अहिले आजको दिनमा 1 आनी 2 आनी तपाईको 15,000 20,000 को भित्र तपाईहरुले यस्तोहरु नौगेडीहरु पाउनुहुन्छ। अब कतिवटाले हामीलाई सोध्छ कि यो रेडमा छ, मलाई ब्ल्याकमा चाहिन्छ, मलाई ग्रीनमा चाहिन्छ। तपाईहरुले जुन कलरमा भन्नुहुन्छ त्यो कलरमा पाउँछ। इफ हाम्रोमा अवेलेबल छैन भने हामीले 3 to 4 डेज तपाईलाई म्याक्सिमम 1 वीकमा प्रिपेयर गरेर दिन्छ। यो टाइपको नेकलेसहरु हेर्नु सक्नुहुन्छ, यिनीहरु 3 लाल 4 लालमा तयार हुन्छ। कसरी हुन्छ? पिछाडी यसको कपर छ। यो बेसिकली थिन लेयर गोल्डलाई एकदम पातलो पेपर जस्तो बनाएर यसको माथि चढाएर ह्यान्डक्राफ्ट गरेको हुन्छ। त्यसको बाद नेक्स्ट प्रोसेस यो मुनिको मालाहरु लगाउने, माला उन्ने। तपाईले जसरी यो मल्टी कलर हेर्दैछ, सो यो अलग मान्छेले उनले, अलग मान्छेले पलिशिङको प्रोसेस गर्ने। सो यसको जसरी वेट छ तपाईको 0.47, हामीले यहाँबाट गोल्ड निकाले नि पातलो
पेपर जस्तो गोल्ड बाहिर निक्लिन्छ जसको वेट छ। क्वालिटी मेन्टेन गर्नुहोस् ताकि न हामीलाई नोक्सान होस् न तपाईँलाई नोक्सान होस्। त्यसरी नै यो तपाईँले हेर्नुहुन्छ भने ग्रिन कलरमा छ, यसमा बिचमा येल्लो बिड्स लागेको छ, यसलाई अझै एथनिक लुक दिएको हुन्छ। अब तपाईँहरूले भन्नुहुन्छ मलाई ब्ल्याक र गोल्डनको मिक्समा चाहिन्छ, मलाई रेड र गोल्डनको मिक्समा चाहिन्छ, तपाईँले जस्तो कलर भन्नुहुन्छ हामीले त्यस्तो कलर बनाएर दिन्छ। सिम्पलमा तपाईँको पेन्डेन्ट लगाएर अब यो तपाईँको सायद 10-12,000 को रेन्जमा आउनु सक्छ, त सबैले किन्नु सक्छ। गोल्ड यति एक्सपेन्सिभ भएको छ, सलिड किन्नु सबैको बसमा छैन, त्यही भएर टियारा आएको छ। सबैले गोल्ड लगाउने सपना पुरा गर्नु सक्ने छ। किन्ने मात्रै हैन, यो तपाईँको इन्भेस्टमेन्ट हुन्छ, तपाईँले लाइफमा कहिले पनि रिटर्न गर्नु सक्नुहुन्छ। जसरी आजसम्म गरिरहेको छ 1962 देखि गरिरहेको छ। एउटा अझै म तपाईँलाई मेरो फेभरेट चिज देखाउँछु, कोपी पत्ता नेक्लेस छ। यो आजको दिनमा हामीले सलिड गोल्डमा बनाउनु गयो भने 5-6 तोला सुन यसमा पनि जान्छ, 7-8 लाख रुपियाँ लागिहाल्छ। यसको क्लियरली एकदम फाइन फिनिश गरेको छ यो नेक्लेस। यो हामीले वेस्ट पोइन्ट मलमा लन्च गर्दैछ, हाम्रोमा लिमिटेड पिस हुनेछ। सो तपाईँहरूलाई म पहिल्यै वेलकम गर्छु, छिटोभन्दा छिटो आउनुहोस्। हाम्रो टिमले धेरै मेहनत गर्दैछ कि हामीले तपाईँलाई बेस्ट कलेक्सन दिनु सकोस्, बेस्ट डिजाइन दिनु सकोस्, बेस्ट क्वालिटी दिनु सकोस्, बेस्ट सर्भिस दिनु सकोस्। तपाईहरु आउनुस्, तपाईहरुले एकदम मन पराउनुहुन्छ हाम्रो कलेक्सन। आजको लागि धन्यवाद। यस्तो भिडियोहरु म लिएर आउँदै गर्छु तपाईहरुको अगाडि।